डिसाइड चाहिँ भयो। एउटा बडो रिस्क पनि भनिरहेछन् मान्छेले। बालेनजीले आँट त गर्नुभयो, झापा 5 मा जान खोज्दै हुनुहुन्छ, अलिक गाह्रो हुन्छ कि क्या हो, यसले अलिक सङ्कट हुनसक्छ है, बालेनजीलाई जित्नलाई पनि गाह्रो हुनसक्छ भनेर पनि भन्दैछन्। अनि त्यो त अब यस्तो छ हजुरको, अब झापामा गएर उहाँले जित्नु सक्नु भएन भने देशको प्रधानमन्त्रीमा कसरी सक्नुहुन्छ त? त्यो ठुलो रिस्क त लिनु भएको छ नि त उहाँले पनि, होइन? त्यो आँटेरै लिनु भएको हो। अब त्यहाँ गएर झापामा गएर चुनाव जित्नु सकेन भने अब देशको प्रधानमन्त्रीमा कसरी बन्छु भन्ने हिसाबले उहाँले आँट्नु भएको हो। अग्नि परीक्षा हो यो बालेनजीको लागि, उहाँले आफ्नै लागि भनेर भनौँ न। अझै पनि तपाईँको त्यो फिक्स त भएको छैन नि त, होइन? कुरा चलिरहेको हो, सरसल्लाह चलिरहेको हो, होइन? तर सकेसम्म चाहिँ उहाँ मेरो विचारमा झापा 5 तिरबाट लड्नुहुन्छ। तपाईँको साथ समर्थन रहन्छ जिताउनलाई? त्यो त रहिहाल्छ नि, रहनै पर्यो सबैजनालाई। अब हुन्छ नि हाम्रो साथ समर्थन जहिले पनि रहिरहन्छ। झापा 5 मा ओलीको पकड छ भनिन्छ, पटक उहाँले त्यहाँबाट जित्नु भएको छ, उहाँको गृह जिल्ला, ओली विरुद्ध कोही उभिन सक्दैन भन्छन्। सोचाइ राम्रो हो, त्यो सोच्नु राम्रो हो, तर अब तपाईँको त्यो सोचाइले हुँदैन नि त, होइन? सधैँ अब कति वर्ष नै बाँच्नुहुन्छ र उहाँ त, होइन? हुन त अब 2टा किडनी अब फेल भएको मान्छे नि अझसम्म त अब ठिकै हुनुहुन्छ है, तर त्यही पनि अब चाहिँ नयाँ पुस्तालाई सुम्पिनुपर्छ भने उहाँहरूले बुझ्नुपर्छ यो कुराहरू। मैले भनिसक्नु भयो, आँखा नजम्काए हुन्छ, हात नलम्काए हुन्छ, पैसा लिएर त्यहाँनिर गएका छन् रे नयाँ भनिएकाहरू, को केपी ओलीसँग लड्ने रे, हामीले नचिन्ने डलर लिएर गएका छन् रे भन्दैछन्। भन्नु त अब जे पनि पाइहाल्यो नि, होइन? भन्नु त उहाँले जे पनि भन्नुहुन्छ, अब लास्टमा गएर हिँड्ने बेला त्यही लौरो चाहिँदो रहेछ टेक्नोलाई त, होइन? तर घन्टी नि अब कहाँ लौरो हुन्छ, होइन? अब उहाँको लौरो त अब युवाहरू त हो नि, होइन? युवाहरू चाहिँदो रहेछ लास्टमा त। अब सडकमा पनि जानुपर्ने युवा, रगत बनाउनु पर्ने सबै युवा, अनि त्यही युवाको अगेन्स्टमा तपाईँको यो अराजक भयो भनेर त्यसो अभिव्यक्ति दिनु भएन नि त। खै अन्तिमतिर सबैको ध्यान तपाईँमाथि छ है, जेएनजी आन्दोलनको प्रमुख पात्र हो तपाईँ, जेएनजी आन्दोलनको प्रमुख नेता भन्दा फरक पर्दैन। अब तपाईँले चाहिँ के योजना गर्दै हुनुहुन्छ, तपाईँ मार्फत के हुँदैछ, यो सरकारले चुनाव गराउँदैनन् भन्नेमा शङ्का भइरहेको बेला जेएनजीको तर्फबाट तपाईँहरूको माग मुद्दा सम्बोधन भएन भन्ने कुरा पनि छ, चुनावमा त्यसले केही प्रभाव पार्न सक्छ? होइन, कति मागहरू हाम्रो पर्मानेन्टली इस्टाब्लिस गर्नको लागि तपाईँको स्वतन्त्र चाहियो नि त, त्यसको लागि, होइन? अब अहिलेको लागि टेम्पोरेरी हामीले परिवर्तन खोजेको होइन, हामीले त दीर्घकालीन परिवर्तन खोजेको हो, होइन? त्यसलाई सदनबाट लाँदाखेरि धेरै राम्रो हुन्छ। अब सदनमा जानु भने अहिले माहौल सबैजनालाई बनिसक्यो, पहिला पो हामीसँग अप्सन थिएन, होइन? पहिला पो त्यही भएर हामीले चुनाव हुनु हुँदैन भनेर हामीले भनिरहेको थियौँ। पहिला अब अप्सन नभएको कारणले हामीसँग पार्टी छैन, होइन? सबैजना कसले जित्छ भन्ने एउटा थाहा नै छैन। पुरानै शक्ति फेरि आएर यत्रो आन्दोलनको मर्मलाई मार्ने हो कि भन्ने एउटा मान्छेमा एउटा डर भइसकेको थियो। तर अब त एउटा केही न केही त एउटा अल्टरनेटिभ पनि छ है, वैकल्पिक शक्तिहरू पनि छ है भन्ने त एउटा आशा भएर त नि हामीले पनि ल ठिक छ नि त, अब त चुनावमा जान ठिक हो भनेर हामीले चुनावलाई प्रायोरिटी दिएको। तर पहिलाको सन्दर्भमा हेर्नुहोस् हजुरहरूले, त्यतिखेर समयमा यत्रो आन्दोलन गर्यो, अब चुनाव भन्छ सरकारले, होइन? अब त्यतिखेर चुनाव भन्दा हामी चाहिँ कसरी चुनावमा जाने त? के बाटो त हुनु पऱ्यो नि, होइन? बाटै थिएन, अनि बाटो नभइकन तपाईँको चुनावमा लड्नु त बेकार हो। अब अहिले एउटा बाटो पाइसकेको छौँ, अनि त्यही भएको हिसाबले चाहिँ हामी चुनावमा जानुपर्छ भन्ने हिसाबले चाहिँ हामी अगाडि बढिरहेको छौँ। अब हेरौँ अब के हुन्छ, होइन? अझै अगाडि धेरै कामहरू बाँकी छ, होइन? अनि एउटा कुरा चाहिँ राजनीति हामीले के बुझ्यौँ भन्दाखेरि यो 3 महिनाको तपाईँको सबै कुरा चाहिँ ट्रान्सपेरेन्ट हुनुपर्छ, तर नाङ्गिने चाहिँ हुँदैन रहेछ, किनभने यही कुरालाई चाहिँ तपाईँको चाहिँ उनीहरूले यसलाई चाहिँ लिँदो रहेछ क्या, होइन? सबै स्ट्राटेजीहरू आफै नाङ्गिएको जस्तो अनुभव भएको छ। अनि सुरुमा तपाईँ हामीले के सोच्यौँ भन्दाखेरि एउटा पारदर्शी हिसाबले तपाईँको हरेक कुरा भन्दाखेरि राम्रो, सबै कुराहरू भन्दाखेरि अब सजिलो, होइन? हाम्रो अब प्लान स्ट्राटेजिजहरू भन्दाखेरि राम्रो भन्ने सोचिन्थ्यो नि त। तर यही प्लान स्ट्राटेजिजहरू चाहिँ अब पोलिटिकल पार्टिजहरूले अब यसलाई चाहिँ आफ्नो अनुकूल युज गरेर हामीलाई चाहिँ भनौँ न एउटा चेपुमा राख्नु खोज्दो रहेछ। त्यही भएर चाहिँ राजनीति भने चाहिँ यति बुझ्यो कि अहिले 3 महिनामा चाहिँ यस भन्नु चाहिँ सबै पर्छ, होइन? पारदर्शी नै हुनुपर्छ, तर आफ्नो प्लान र स्ट्राटेजिजहरू चाहिँ भन्नु हुँदैन रहेछ।